ल मैले आज चाहिँ पहिलोपटक चाहिँ भिडियो बनाइरहेको छु होइन। यो भिडियो चाहिँ के को लागि बनाइरहेको छु भन्दाखेरि अब हामी आज बिहान आएर पनि होइन पिचबर्ग पुरै घुम्यो देशभरि होइन। समग्रमा सुरुमा मेरो म्याडमले सुन्न चाहन्छु तपाईलाई चाहिँ अब फर्स्ट टाइम आउनुभयो पिचबर्ग होइन। तपाईँ आउनु भएको थिएन, तपाईँलाई चाहिँ डाउन टाउन यसो जाम भन्नुभएको थियो। मलाई कहाँ लगाम मलाई पनि अलिकति उ भइरहेको थियो। समयले सुरुवातले पनि हुन्छ भन्ने भएर हामी चाहिँ पिचबर्ग आउने मौका जुर्यो। त्यो विषयमा चाहिँ आजको दिनमा तपाईँ कस्तो रह्यो, कस्तो मान्नुभयो फर्स्ट टाइम आउँदाखेरि? अनुमा म्याडमले भन्नु त यो विषयमा प्रतिक्रिया दिनु त। राम्रै लाग्यो, ठिकै लाग्यो, थकाइ लाग्यो थकाइ लाग्यो, त्यही हो, अरू त सबै ठिकै छ। ठिकै छ। अब खुसी लाग्यो, त्यो राम्रो कुरा पनि हो, सबैजना रमाइलो पनि गर्यो। अब रबिनाको प्रतिक्रिया के छ यो विषयमा? मलाई नि फर्स्ट टाइम आएको, मलाई नि एकदमै धेरै राम्रो लाग्यो, घुमियो। अब भोलिदेखि काम छ, थकाइ बिचरा देखिरहेको छ, थकाइ लागिरहेको छ, त्यस्तो धेरै थकाइ पनि लागेको छैन। अब हामीलाई त यति थकाइ लागेको छ भने त्यहाँ ड्राइभरलाई कति लाग्यो होला, उहाँलाई पनि एकचोटि उहाँको पनि एक दुईवटा शब्द लागेको होला। ल अब यो ड्राइभरलाई पनि अब मैले फोटो एकपल्ट देखाइहालेँ होइन, सुरज होइन। उहाँ चाहिँ अब पहिला पनि एकपल्ट आइसक्नु भएको हुनाले चाहिँ उहाँको खै कस्तो छ प्रतिक्रिया त्यो पनि सुनिहालौँ न त। मलाई रमाइलो लाग्यो एकदम। 8 घन्टा ड्राइभ गरेर नि भोलि काममा जाने जोस जागर छ अझ पनि, बुढो भइया होइन। यतिको एनर्जी भएको चाहिँ हामीलाई चाहिन्छ होइन। यतिको एनर्जी भएको साथीलाई पनि हामीलाई चाहिन्छ होइन। त्यसको लागि धेरै धेरै धन्यवाद। ल आजको यो भिडियो चाहिँ मैले अब यसैमा बिट मार्न चाहन्छु। समग्रमा सबैलाई चाहिँ है धन्यवाद है त। ल